हेलो डियर स्टुडेन्ट्स, वेलकम टु डिएनए क्लासेस। आज हामी एउटा नयाँ टपिक एसई को लागि क्लास 10 को फर्स्ट फिजिक्स को च्याप्टर फोर्स एन्ड ग्राभिटेसनमा आएको छौँ र यसलाई कभर गर्नको लागि हामीलाई अलि ध्यान दिएर हेर्नुपर्छ, जो कि धेरै इम्पोर्टेन्ट छ। फिजिक्सको न्युमेरिकल्सहरू यहाँबाट आउँछ, डिभिजनबाट आउँछ, डायग्रामेटिक आउन सक्छ। सो अलि राम्रोसँग हेर्नु होला ल। अब यो च्याप्टर सुरुवात हुनुभन्दा पहिले यो दुईटा टपिक जुन छ जियोसेन्ट्रिक मोडल एन्ड हेलियोसेन्ट्रिक मोडल, अलि यो कन्सेप्ट बुझ्नुपर्छ। र त्यो जियोसेन्ट्रिक मोडल एन्ड हेलियोसेन्ट्रिक मोडलको मतलब के, वाट इज जियोसेन्ट्रिक मोडल एन्ड हेलियोसेन्ट्रिक मोडल। अब हामीलाई थाहा छ कि पहिलेको जुन कन्सेप्ट थियो, जबको मान्छेमा ज्ञान थिएन, अब हामीलाई थाहा छ यो कुरा कि बीचमा सूर्य छ, सन छ र त्यसको वरिपरि हाम्रो अर्थ रिभल्भ गर्छ। तर पहिलेको कन्सेप्ट के थियो, पहिलेको मान्छेमा साक्षरता थिएन, ज्ञान थिएन, अनि के भन्थ्यो त बीचमा धरती छ र उसको चक्कर सूर्य लगाउँछ। यहीलाई भन्छ हामी दुई किसिमको मोडल छ। दिस इज जियोसेन्ट्रिक मोडल, दिस इज जियो, द वर्ड जियो मिन्स अर्थ एन्ड सेन्ट्रिक मिन्स सेन्टर। Geo means earth and centric means center. What does it tell? The model in which the earth is supposed to be at the center and all the other planets in our solar system along with the sun is supposed to revolve around it. And what is helio? Helio means sun and centric means center. So what does this model tell? यसले के भन्छ हामीलाई कि द मोडल इन व्हिच द सन इज एट द सेन्टर एन्ड द अर्थ अलङ विथ अल अदर प्लानेट इन आवर सोलर सिस्टम इज रिभल्भ अराउन्ड इट। अब यहाँ हामीले यो थाहा छ, यो त पुरानो कन्सेप्ट भइहाल्यो, दिस इज ओल्ड कन्सेप्ट जो कि रङ छ, रङ, एन्ड दिस इज न्यू कन्सेप्ट, दिस इज मोडर्न कन्सेप्ट, दिस इज राइट, जो के छ राइट छ, यो सही छ। त्यही पनि हामीलाई सोच। अनि यो जुन हेलियोसेन्ट्रिक मोडल वाज गिभन बाई निकोलस कोपरनिकस, द हेलियोसेन्ट्रिक मोडल वाज गिभन बाई निकोलस कोपरनिकस। अनि अगाडि जाउँ, नोट्स चाहियो भने यहाँबाट लेखिहाल्नु होला। नाउ what is gravitation? What is gravitation? The word gravitation, हामीले यो ग्राभिटेसन वर्ड रिलेट गर्छौँ कोसँग त ग्राभिटेसनल फोर्ससँग। र त्यसपछि हामीले पढेको पनि थियो बच्चामा कि वाट इज ग्राभिटेसनल फोर्स। तो ग्राभिटेसनल फोर्स मिन्स हाम्रो पहिलो कन्सेप्ट 6 क्लासमा 5 क्लासमा हामी यो पढ्थ्यौँ कि वाट इज ग्राभिटेसनल फोर्स, द फोर्स थ्रु व्हिच अर्थ एट्र्याक्ट एनी बडी इज कल्ड ग्राभिटेसनल फोर्स। मतलब अर्थले लगाउने फोर्सलाई के भन्छ, ग्राभिटेसनल फोर्स। हामी यो पनि इक्जाम्पल दिन्थ्यौँ, यो सबै चिज, यो मार्कर तल झऱ्यो, यो किन झऱ्यो त बिकज अफ ग्राभिटेसनल फोर्स। अब के वास्तविकमा ग्राभिटेसनल फोर्स खालि अर्थले लगाउँछ एक साइडबाट हेर्यो भने हो, तर यसको एक्चुअल डेफिनेसन यो होइन। ग्राभिटेसनल फोर्स मात्र अर्थले या कसै मूलले सनले लगाउने होइन। वाट डज इट टेल? अकॉर्डिंग टू सर आइजैक न्यूटन को बेसमा gravitation is the mutual force of attraction. This is the force of attraction between any two bodies in this universe. यो पुरै युनिभर्समा कुनै पनि दुईवटा वस्तुको बीचमा लाग्ने फोर्सलाई भन्छ ग्राभिटेसनल फोर्स। मिन्स एनी टू बडिज, कुनै पनि दुईटा वस्तुको बीचमा, यो सानो अब्जेक्ट छ, यो ठुलो अब्जेक्ट छ, यो दुवैको बीचमा पनि फोर्स अफ एट्र्याक्सन लाग्छ। यो हरेक अब्जेक्टले एक अर्कालाई तानिरहेको होला र यो फोर्सलाई भन्छ हामी ग्राभिटेसनल फोर्स। यसले यसलाई तानेको होला, उसले उसलाई तानेको होला। र ड्यू टु सेम रिजन यो मार्कर छोड्छु भने तलसम्म आउँछ, कुनै चिज माथिबाट तल झर्छ, त्यो बिकज एट्र्याक्टिभ फोर्स छ। अब क्वेसन यो आउन सक्छ होला कि यदि हरेक दुवै वस्तुले एक अर्कालाई तान्छ भने के यो मार्करले मलाई तानिरहेको छ, के मैले यो मार्करलाई तानेको छु? यस, अफ कोर्स। यो सानो वस्तु छ र ठुलो हरेक सानो वस्तुमा पनि त्यो एट्र्याक्टिभ फोर्स हुन्छ। त क्वेसन यो छ
यदि यस्तो छ भने यो मार्कर मतिर किन आएन? के मैले यो मार्करलाई एट्र्याक्ट गरेको छु? हो। के यो मार्करले मलाई एट्र्याक्ट गरेको छ? हो। मीन्स यदि यो दुवै अब्जेक्टको बिचमा म दुवैमा यदि एट्र्याक्टिभ फोर्स छ मीन्स ग्रेभिटेसन छ, देयरफोर व्हाई डज इट नट कम टुवर्ड मी? यो मतिर किन एट्र्याक्ट भइहालेन या म योसँग किन एट्र्याक्ट भइहालेन? यो बोर्डले मलाई तानेको छ। के यो बोर्ड र मेरो बिचमा छ एट्र्याक्टिभ फोर्स? छ। के यो पंखा यो फ्यान जुन छ त्यो फ्यान र मेरो बिचमा एट्र्याक्टिभ फोर्स छ? छ। हरेक दुईटा वस्तुको बिचमा एट्र्याक्टिभ फोर्स हुन्छ र यदि यस्तो छ भने मनमा क्वेसन आउन सक्छ, यदि एट्र्याक्टिभ फोर्स छ भने किन आएन? मतलब अर्थको केसमा यदि कुनै चीज आयो भने तल झरिहाल्छ। यो त म हेरिरहेको छु, आँखाबाट हेर्न सकिन्छ कि यो अर्थले अब्जेक्टलाई, माने यो बल छ एउटा, त्यो अर्थले बललाई आफूतिर तानेको छ, एट्र्याक्टिभ फोर्स लागेको छ। यो हामीले हेरिरहेको छौँ, मतलब यहाँ ग्रेभिटेसन लागिरहेछ। तर यो मार्करको केसमा, मेरो बडीको केसमा किन थाहा भइरहेको छैन यसमा यो फोर्स लागिरहेछ? यसको एन्सर हामी एकछिन पछि गरौँला, जब एउटा फर्मुला डेराइभ हुन्छ तब। अहिलेको लागि यति मात्र बुझ्नुहोस् कि यो पुरै ब्रह्माण्डमा सानोदेखि सानो लिएर ठुलोदेखि ठुलो लिएर हरेक दुईटा वस्तुको बिचमा के लाग्ने गर्छ त फोर्स अफ ग्रेभिटेसन लाग्छ। यसैले हामी के पनि भन्छौँ? ग्रेभिटेशनल फोर्स। and this is the gravitation is known as the gravitational force. अब ग्रेभिटेसन को जुन कन्सेप्ट आइसकेपछि न्युटनले एउटा युनिभर्सल ल बनायो, एउटा नियम बनायो। त्यो नियम के छ? सो न्युटन्स युनिभर्सल ल अफ ग्रेभिटेसन। सर आइजैक न्युटनले नै यो ग्रेभिटेसनको कन्सेप्ट हालेको थियो हैन? त्यही त हामीलाई बच्चादेखि थाहा छ कि सर आइजैक न्युटनले नै ग्रेभिटेसनल फोर्स मतलब ग्रेभिटेसनको कन्सेप्ट ल्याउनु भएको थियो। अब त्यसो भए त्यो ग्रेभिटेसनको नियम छ, त्यो के छ? The Newton's universal law of gravitation, what does it tell? It means Newton's universal law of gravitation states that yahandeki every object in this universe attract each other with a force. मतलब यो पुरै ब्रह्माण्डमा हरेक दुईटा वस्तु एक अर्कालाई तान्ने गर्छ। फॉर एनी टू बॉडीज, एभ्री ऑब्जेक्ट, हरेक ऑब्जेक्टले एक अर्कालाई तान्ने गर्छ। व्हिच इज, अब यसमा दुईटा केस छ, व्हिच इज डाइरेक्टली प्रोपोर्शनल टू द प्रोडक्ट अफ देयर मासेस। डाइरेक्टली प्रोपोर्शनल जुन यो ग्रेभिटेसन छ त्यो ग्रेभिटेसन डाइरेक्टली प्रोपोर्शनल हुन्छ कोसँग? त प्रोडक्ट मिन्स मल्टिप्लाई कसको? अफ देयर मासेस। देयर मासेस को मतलब जुन अब्जेक्ट्सहरु, यदि जुन अब्जेक्ट्सहरु को बीचमा एट्र्याक्टिभ फोर्स लागिरहेको छ त्यो दुवै अब्जेक्ट को मास को प्रोडक्टलाई डाइरेक्टली प्रोपोर्शनल हुन्छ। दैट इज F. This is what is F? F is the gravitational force. So what is F? F is the gravitational force. The force is directly proportional to the product of their masses. Let us suppose यदि यो एउटा अब्जेक्ट छ, यो अर्को अब्जेक्ट छ, यसको मास यदि m1 किलो छ, यसको मास यदि m2 किलो छ भने त्यो दुवैको मास को प्रोडक्ट जति होला त्योसँग डाइरेक्टली प्रोपोर्शनल हुन्छ। अर्को सेकेंड पॉइंट इज इन्भर्सली प्रोपोर्शनल। दिस फोर्स जुन छ ग्रेभिटेसन, यो ग्रेभिटेसन मास सँग डाइरेक्टली प्रोपोर्शनल छ र यही ग्रेभिटेसन इन्भर्सली प्रोपोर्शनल छ कोसँग? उल्टा प्रोपोर्शनल कोसँग छ? द स्क्वायर अफ इट्स डिस्टेंस। डिस्टेंस को स्क्वायर को इन्भर्सली प्रोपोर्शनल मीन्स यही ऑब्जेक्ट को मास थाहा छ m1 m2 छ भने यो दुवैको माने यो सेन्टर छ, तो सेन्टर देखि लिएर यसको डिस्टेंस यदि d छ तो d को स्क्वायर गर्छु र d को स्क्वायर को इन्भर्सली प्रोपोर्शनल हुन्छ। सो इट टेल्स दैट फोर्स इज इन्भर्सली प्रोपोर्शनल टू डिस्टेंस को स्क्वायर। तो दुईवटा अब्जेक्ट छ, त्यो दुवै अब्जेक्ट को मास को डाइरेक्टली प्रोपोर्शनल हुन्छ र डिस्टेंस को स्क्वायर संग इन्भर्सली प्रोपोर्शनल हुन्छ। एंड दिस इज द यूनिवर्सल लॉ अफ ग्रेविटेशन। न्यूटन्स को यूनिवर्सल लॉ यही पूरा छ, यो पुरै हामीलाई भन्नु पर्छ।
जब ल सोधिन्छ जनरली सोधिन्छ कि व्हाट इज यूनिवर्सल लॉ ऑफ ग्रेविटेशन। यूनिवर्सल लॉ ऑफ ग्रेविटेशन को मतलब हुन्छ यही पूरा यूनिवर्सल लॉ ऑफ ग्रेविटेशन सेड दैट एवरी ऑब्जेक्ट इन दिस यूनिवर्स attract each other with a force which is directly proportional to the product of their masses and inversely proportional to the square of its distance। हामीलाई यहाँदेखि यहाँसम्म भन्नुपर्छ। ठीक, अब नेक्स्ट प्रुभ। नाउ अब हामीलाई न्यूटन्सको ल युज गरेर हामीलाई एउटा फर्मुला प्रुभ गर्न सोध्छ, F = G m1 m2 by d स्क्वायर। अब यो प्रुभ गर्नको लागि हामीलाई फेरि रिकल गर्नुपर्छ न्यूटनको ल, तर यो भन्दा पहिले एउटा हामीलाई फिगर ड्र गर्नुपर्छ। त्यो फिगर मानौ यो छ एउटा अब्जेक्ट m1 अनि यो छ अर्को अब्जेक्ट m2 र मानौ यो दुवैको सेन्टर छ अनि यो सेन्टरको बीचमा जुन डिस्टेन्स छ, दूरी छ, डिस्टेन्सलाई d मानिदिए अनि यो दुबईको जुन सेन्टर छ त्यो दुबईको सेन्टरको बीचमा फोर्स लाग्छ। कुन फोर्स? त्यही ग्रेभिटेशनल फोर्स लाग्छ। मानौ त्यो ग्रेभिटेशनल फोर्स छ F। अब यसमा डबल एरो किनभने यो m1 अब्जेक्टले पनि m2 लाई तान्ने काम गर्छ, एट्र्याक्ट गर्छ भने m2 ले पनि m1 लाई तान्छ। त्यही भएर डेफिनेसनमा के थियो? फोर्स इज द या ग्रेभिटेशन इज द म्युचुअल फोर्स। यो कुरा याद राख्नुहोस्, म्युचुअल को मतलब हुन्छ कमन फोर्स। इट मीन्स यदि दुईटा अब्जेक्ट मध्ये एउटा अब्जेक्ट सानो छ र एउटा अब्जेक्ट धेरै ठुलो छ, यसको मतलब यो होइन कि यो ठुलोले मात्र सानोलाई तान्ने काम गर्छ, नै सानोले पनि ठुलोलाई तान्ने काम गर्छ। उसको जति क्षमता होला त्यति नै फोर्सले तान्छ। यसको मास धेरै छ, यसको मास धेरै छ, अलि बढी फोर्सले तान्छ। यसको मास कम छ, अलि कम फोर्सले तान्छ, बट तान्छ दुवैले। यो मार्करले पनि मलाई तानेको छ र मैले पनि मार्करलाई तानेको छु। सो दिस इज अ कमन फोर्स। सो के हामीलाई ल्याङ्ग्वेज लेख्नु पर्छ। सो लेट अस सपोज two objects of masses m1 and m2 separated by what distance? Separated by distance d। दुवैको मास कति छ त मास m1 m2 छ भने डिस्टेंस कति छ त d। एंड attracted by a mutual force that is F। okay, F। now according to Newton's law लेख्नु पर्छ। according to Newton's universal law of gravitation। एंड इसलिए के भन्छ फर्स्ट उसको पॉइंट के थियो? फर्स्ट पॉइंट यूनिवर्सल को कि gravitation is directly proportional to product of their masses। मीन्स फर्स्ट ले यही भनेको छ कि फोर्स जुन छ डाइरेक्टली प्रोपोर्शनल छ मास को प्रोडक्ट में। सेकेंड में and gravitation is inversely proportional to square of distance। that is F is inversely proportional to distance square। and this is the first equation, this is second equation। ठीक, तो दोनों इक्वेशनलाई हामी लेट गरिदियौ।
अब यो दुवै इक्वेसनलाई गर्नु छ कम्बाइन। अब म इरेज गर्न जाँदैछु स्पेस नभएर। नाउ अब के गर्नु छ, यो दुवैलाई कम्बाइन गर्नु छ। यहाँ पर लेख्छु कम्बाइनिङ इक्वेसन 1 and 2 and we have to combine the both equation 1 and 2. How can you combine? तो यहाँ हेर्दा दुवै त f को लागि छ हैन, तो कमन f छ भने f लेखिदिन्छु, प्रोपोर्शनल को साइन कमन छ, बाकी माथिमा m1 into m2 and divide by तलमा d square। अब फिजिक्स में हामीले सबै थाहा छ, तिमीले 9 मा पनि गरेको होला हैन, फोर्स को डिराइभ गर्ने बेलामा कुनै पनि फर्मुला डिराइभ गर्ने बेलामा अब यो प्रोपोर्शनल को साइन हटाउनु पर्छ र हामीलाई एउटा इक्वल टु को साइन ल्याउनु पर्छ। तो यसरी गर्दा हामीले f इक्वल्स टु, जब यो प्रोपोर्शनल को साइनलाई म इक्वल टु बनाइदिन्छु भने एउटा कन्स्ट्यान्ट राख्नु पर्छ जहिले पनि। तो न्युटनले एउटा कन्स्ट्यान्ट राखेको थियो g, क्यापिटल G, अनि m1 into m2 by d square। and what is g here? what is g हामीलाई यहाँ डिस्क्राइब गर्नु पर्छ, where g is the proportionality constant called as universal gravitational constant, and this is the formula we have to derive। क्या है तो f is equals to capital G and m1 into m2 by d square। यही त प्रुभ गर्नु छ हैन, प्रुभ भयो। यसलाई यसरी प्रुभ गर्न सकिन्छ। अब जाउँ अगाडिको नेक्स्ट टपिकमा। अब छ यहाँ SI। सो g को जुन भ्यालु हुन्छ त्यसमा एड गरिहाल्नु होला, मैले भन्न बिर्सेँ। g को जुन भ्यालु हुन्छ त्यो हुन्छ 6.67 into 10 को पावर -11 न्यूटन मीटर स्क्वायर पर केजी स्क्वायर। यो भ्यालु त्यहाँ मेन्सन जुन फर्मुला प्रुभ गरेको थिए अनि त्यहाँ लेखेको थिए नि कि दिस इज द कन्स्ट्यान्ट भनेर, त्यो कन्स्ट्यान्टको नाम र यसको यो भ्यालु पनि हालिदिनु पर्छ, त्यहाँ एउटा चिज थपिदिनु होला। र त्यसपछि अब छ एसआई युनिट अफ जी को एसआई युनिट के होला, क्यापिटल जी को एसआई युनिट के छ, दिस इज द एसआई युनिट न्यूटन मीटर स्क्वायर पर केजी स्क्वायर। यदि तपाईलाई सोचिदियो कि डिराइभ द एसआई युनिट अफ क्यापिटल जी, डिराइभ गर्नको लागि भन्दियो भने के गर्ने हेर्दा डेरिभेसन यसको कि जी को एसआई युनिट के बन्छ होला। हामीलाई थाहा छ एफ इक्वल टु कति, जी m1 m2 बाई डी स्क्वायर। ओके, अब के गर्नु छ, मलाई जी को लागि चाहियो, तो जी को भ्यालु राख र बाँकी सबलाई यसलाई सब तपट पठाऊ। त्यो बेला एफ यो मल्टिप्लाईमा गइहाल्छ डी स्क्वायर इक्वल टु जी m1 m2। अब यो m1 m2 मल्टिप्लाईमा छ, यतापट्टि डिभाइड बनिहाल्यो। यो f इन्टु डी स्क्वायर छँदै थियो डिभाइड बाई m1 पनि तल गइहाल्यो अनि m2 पनि, जी को भ्यालु निकालिदिए। अब हेर्नुहोस् त, और फोर्स को यूनिट न्यूटन, डिस्टेंस डी फॉर डिस्टेंस को यूनिट मीटर अनि स्क्वायर छ मीटर स्क्वायर बाई मास को केजी इंटू केजी, देयरफोर जी कति भइहाल्यो त न्यूटन मीटर स्क्वायर एंड स्लैश पर दुईटा केजी छ केजी स्क्वायर। सो न्यूटन मीटर स्क्वायर पर के व्हाट इज द एसआई यूनिट अफ जी को एसआई यूनिट छ न्यूटन मीटर स्क्वायर पर केजी स्क्वायर। दिस इज द एसआई यूनिट अफ जी। हामीले यसरी पनि निकाल्न सक्छौं, यसरी यहाँ यदि सोधिदियो भने हामीले, नत्र यो त याद गर्नुपर्छ। अनि भ्यालु पनि 6.67 यो इन्टु 10 को पावर -11 यो हामीलाई दिएको हो न्युमेरिकलमा। न्युमेरिकल सल्भ गर्दाखेरि हामीलाई यो भ्यालु नोन हुनुपर्छ, आफै थाहा हुनुपर्छ। नाउ नेक्स्ट, अब युनिभर्सल कन्स्ट्यान्ट जी
व्हाट इज नाउ अब हामीलाई सोध्न सक्छ कि व्हाट इज ग्रेभिटेशनल कन्स्ट्यान्ट जी डिफाइन गर त्यो डिफाइन गर व्हाट इज जी डिफाइन जी के छ हामीलाई डेफिनेसन यदि लेख्नु पर्यो भने अब के लेख्छौँ हेर्नुस् त यसलाई यसरी भन्न सकिन्छ मानौ यदि f इक्वल टू g m1 m2 अपॉन d स्क्वायर छ व्हेन यदि हामीले मास दुवैको मास जुन अब्जेक्ट छ त्यो दुवैको मासलाई 1 kg मानिदियो मतलब यसको पनि मास 1 kg छ र यसको पनि मास 1 kg छ मानौ यो 1 kg अर्को पनि मास यदि 1 kg को छ र त्यो दुवैको डिस्टेंस यदि 1 मिटर को मात्र छ मतलब दुईवटा अब्जेक्टलाई यदि 1 मिटर मा राख्न सकिन्छ माने यो एउटा अब्जेक्ट छ जसको मास 1 किलो छ यसको पनि 1 किलो छ यो दुवैलाई म सेपरेट गर्दै 1 मिटर को डिस्टेंस मा अब when m1 is equals to m2 equal to 1 kg and डिस्टेंस लाई मान दिन्छु म 1 मिटर अब यो भ्यालु माथि गएर पुट गर्नुस् त f इक्वल टू कति भयो g m1 means 1 kg 1 into 1 by 1 को स्क्वायर और f इक्वल टू कति भयो त g 1 सब 1 नै भइहाल्छ नि त f इक्वल टू g means यो जुन g छ त्यो f सँग बराबर छ तर कुन केसमा कुन कन्डिसनमा f र g बराबर हुन्छ त्यो ध्यान राख्नुहोस् कुन केसमा थियो त कि जब त्यो दुवैको मास 1 kg को हुन्छ अनि दुवैको डिस्टेंस यदि 1 मिटर को हुन्छ भने त्यो केसमा मात्र f इक्वल टू g लेख्न सकिन्छ यदि डिफाइन गर्न सोधियो भने हामी यो भन्न सक्छौं कि व्हाट इज g तो कैपिटल G इज द यो कैपिटल G के छ त फोर्स सँग बराबर छ व्हाट इज G G इज द फोर्स अफ ग्रेविटेशन फोर्स अफ capital G is the force of gravitation when न लेखेर G is the force of gravitation between two bodies of unit masses. G is the force of attraction या force of gravitation between two bodies of unit mass. Unit mass को मतलब 1 kg को mass and separated by unit distance. मतलब यूनिट डिस्टेंस को मतलब 1 मिटर को डिस्टेंस में सेपरेट गरिन्छ त्यो भयो हाम्रो यूनिवर्सल कांस्टेंट G एउटा अझै कुरा ठीक छ यो मेट दिन्छु यो जुन यूनिवर्सल कांस्टेंट छ यसलाई भनिन्छ यूनिवर्सल यो इसमा यूनिवर्सल किन लागिहाल्यो हैन द वर्ड यूनिवर्सल कम्स व्हाई हियर यूनिवर्सल कांस्टेंट किन भन्यो यसलाई सिधै कांस्टेंट किन भनेन त्यो किनभने यसको जुन भ्यालु छ नि 6.67 into 10 को पावर -11 न्यूटन मिटर स्क्वायर पर केजी स्क्वायर यो जुन भ्यालु छ यो भ्यालु हरेक केस को लागि सेम हुन्छ means in the entire universe means कुनै पनि प्लानेट मा जाऊ कुनै पनि ठाउँमा जाऊ स्पेस मा जाऊ युनिभर्स को कुनै कोनामा जाऊ त्यो g को भ्यालु हमेशा 6.67 into 10 को पावर -11 हुन्छ यो अरु केसमा डिपेन्ड छैन बस यो फिक्स्ड भ्यालु छ सो इट इज नोन एज द यूनिवर्सल कांस्टेंट वो क्वेशन आउन सक्छ कि why it is universal so the value of capital G is equal to 6.67 into 10 को पावर -11 न्यूटन मीटर स्क्वायर पर केजी स्क्वायर remains constant everywhere in this universe
पुरै युनिभर्समा यसको जुन भ्यालु छ 6.67 त्यो हमेशा यही रहनेवाला छ। यसमा 1 इंच एक डाटा पनि चेन्ज हुँदैन, सेम टु सेम रहन्छ। सो दिस इज कल्ड एज युनिभर्सल कन्स्ट्यान्ट बिकज द भ्यालु अफ जी रिमेन्स कन्स्ट्यान्ट एभ्रिवेयर इन दिस युनिभर्स। तो यो रिजन सोध्यो भने कि किन यसलाई युनिभर्सल भन्छ हामी भन्न सक्छौँ। एउटा अझै पनि वर्ड आएको थियो युनिभर्सलमा के कि न्यूटन्स युनिभर्सल ल अफ ग्रेभिटेसन। तो यहाँ पनि आयो नि त, यहाँ पनि यो वर्ड आयो त युनिभर्सल। सो यो न्यूटन्स को ल पनि युनिभर्सल छ ग्रेभिटेसन वाला। अच्छा 9 क्लासमा हामीले पनि युनिभर्स के छ न्यूटन्स को ल पढेको थिए, फर्स्ट ल, सेकेन्ड ल, थर्ड ल। तर त्यो ल मा युनिभर्सल वर्ड लागेको थियो, याद गर्नुस् त, छैन लागेको होला। त्योमा युनिभर्सल वर्ड नलागेको थियो होला किनभने त्यो जुन ल छ त्यो हरेक ठाउँको लागि पोसिबल छैन, त्यो केसमा डिपेन्ड हुन्छ। अर्थसम्मको लागि ठिक छ, तर त्योभन्दा माथि गयो भने त्यो स्पेसमा गयो, अरू चिजको लागि त्यो ल काम लाग्दैन, उसको भ्यालु चेन्ज हुन सक्छ, त्यही भएर त्यसलाई युनिभर्सल भनिएन। अब वाइ डज इट इज कल्ड एज युनिभर्सल? तो न्यूटन्स युनिभर्सल यो ल अफ ग्रेभिटेसनलाई मात्र भन्छ युनिभर्सल बिकज यो ल जुन छ युनिभर्सको हरेक कोनाको लागि ठिक छ, मतलब ट्रु होल्ड गर्छ। यसको भ्यालु पनि मतलब यो जुन नियम छ हरेक ठाउँको लागि होला, हरेक केसको लागि होला, हरेक बडीको लागि होला। सो इट इज नोन एज द युनिभर्सल। तो यो पनि सोध्न सक्छ, हामी भन्न सक्छौँ त्यो दिस इज कल्ड एज universal law because it holds true for every object every condition in this universe। यो पूरे यूनिवर्स में इसको भ्यालु सेम रहन्छ, मतलब सबैको लागि ट्रू दिन्छ, सबैको भ्यालु ट्रू दिन्छ भ्यालु। इसको मतलब त्यसलाई भन्छ हामी यूनिवर्सल ल अफ ग्रेभिटेसन। नाउ मूविंग फॉरवर्ड, नाउ चेंज इन द ग्रेभिटेशन विथ चेंज इन इट्स फैक्टर। उसको हुन थाहा छ कि ग्रेभिटेशन को फैक्टरहरु के छ, व्हाट आर द फैक्टर्स अफ ग्रेभिटेशन? के छ फैक्टर्स? के थियो? मास थियो नि, m1 थियो, m2 थियो, फेरि डिस्टेंस पनि थियो, डिस्टेंस को स्क्वायर थियो न, यो हरुको फैक्टर छ। अब भनेको छ चेंज इन द मास और चेंज इन द ग्रेभिटेशन। अब ग्रेभिटेशन में जब के चेंज आउँछ, जब कि फैक्टर्सहरुलाई चेंज गर्छौं हामी। तो जुन मास र डिस्टेंस दुईटा फैक्टर छ, मास र डिस्टेंस दुईटा फैक्टर छ कसको? ग्रेभिटेशन को वा ग्रेभिटेशनल फोर्स को। त्यसलाई यदि चेंज गरिन्छ भने तब ग्रेभिटेशन में के चेंज आउँछ? सो हामीलाई यही कुरा यहाँ डिराइभ गर्छौं। फर्स्ट में छ चेंज इन मास। मास में यदि चेंज मात्र गर्छौं भने तब के चेंज आउँछ ग्रेभिटेशन में? व्हाट चेंज अकर्स टू द ग्रेभिटेशनल फोर्स और फोर्स if the mass of one body is made doubled keeping the remaining factor same। means दुईटा ऑब्जेक्ट थियो, दुईटा ऑब्जेक्ट में एउटा थियो m1 अर्को थियो m2 ह। अब दुवैको उसको डिस्टेंस कति हुन्छ? d। तो एउटाको मासलाई मात्र डबल गर्ने, अरूलाई केही नगर्ने, रिमेनिङ फ्याक्टर सेम। एउटाको मास चाहे m1 को मासलाई चेन्ज गर वा m2 को मासलाई चेन्ज गर। सो मान यसको लागि म अब डिराइभ गर्छु भने मानौ सुरुको केसमा यो दुईटा ऑब्जेक्ट थियो, यसको मास थियो m1 अनि यसको मासलाई के मानिदिनुस्? m2। यो डिस्टेंस यो दुवै कति छ त्यसको डिस्टेंस मानौ d, यो यहाँदेखि यहाँको डिस्टेंस मानौ d होला, d र यसको बीचमा एउटा कमन फोर्स लाग्छ, त्यो फोर्स माने m। इनिशियल कन्डिसनमा भन्नुस् त यसमा इनिशियली according to Newton's universal law ले के भन्छ, जब फोर्स लाग्छ भने दुईटा बडीमा त F इक्वल टू के थियो? G टाइम्स
m1 m2 अपन d स्क्वायर ये त थियो सेकेन्डलाई मैले फर्स्ट इक्वेसन मान्दियो तर हाम्रो जुन केस छ त्यो केसले के भन्दैछ कि एउटाको मासलाई डबल गर डबल कुनैलाई गर्दा हुन्छ m1 लाई पनि गर्दा हुन्छ m2 लाई पनि गर्दा मान यो मासलाई म अब डबल गरिदिन्छु यो केसमा अकॉर्डिंग टु क्वेशन मलाई के भनेको छ न्यू कुनै एउटालाई चेन्ज गर न्यू m1 इक्वल टु 2 टाइम्स अफ m1 मतलब नयाँ जुन m1 छ हैन त्यो मासलाई के गर्नु छ अब डबल गर्नु छ नयाँ m1 को मतलब अब 2 टाइम्स अफ m1 पहिले जति किलोको थियो अब उसको डबल गर्ने सो अब यदि हेर मासमा चेन्ज गर्छु त फोर्समा पनि चेन्ज आउँछ होला हैन अब न्यू फोर्सलाई मान्देऊ न्यू फोर्स इक्वल टु f डैश f प्राइम के मान्दा हुन्छ मानौ यदि एउटामा पनि चेन्ज आयो भने मासमा चेन्ज आयो भने फोर्समा पनि चेन्ज आउँछ होला त पहिलेको फोर्स थियो f अबको फोर्सलाई कति मान्दिने f डैश केही मान्दा हुन्छ f डैश माना f1 माना या f2 माना जे पनि मान्दा हुन्छ त्यसमा बस सिम्बलको मात्र फरक छ तो यदि पहिलेको फ्याक्टर थियो पहिलेको फोर्स थियो f मात्र अब नयाँ फोर्स भइहाल्छ माना f प्राइम नाउ भन्दा f प्राइम इक्वल टु तो फर्मुला त्यही छ g बस चेन्ज कहाँ आएको थियो m1 मा अब m1 को ठाउँमा कति हाल्नु पर्छ भन्नुस् हो पहिले थियो m1 अब यही m1 भइहालेको छ 2 टाइम्स अफ m1 त्यही भएर अब m1 को ठाउँमा जहाँ थियो त्यो m2 2 टाइम्स अफ m1 m2 रिमेनिङ कन्स्ट्यान्ट डिवाइड बाइ डिस्टेन्स पनि कन्स्ट्यान्ट ठीक छ यसलाई हल्का सिम्प्लिफाई और हेर्नुस् त f डैश इक्वल्स टु यो 2 लाई अगाडि सार्दिनुस् अगाडि म सबै मल्टिप्लाईमा छ 2 अगाडि गइहाल्यो के बाँकी छ त g m1 m2 बाइ d स्क्वायर और f प्राइम 2 मल्टिप्लाई हेर्नुस् त कम्पेयर गर्नुहुन्छ भने यो g m1 m2 बाइ d स्क्वायर कसको भ्यालु छ g m1 m2 बाइ d स्क्वायर कसको भ्यालु छ f को भ्यालु छ त्यही भएर यो 2 लाई 2 लेखे यसको ठाउँमा कति हाल्न मिल्छ f यो f डैश के छ न्यू फोर्स न्यू ग्रेविटेशनल फोर्स व्हाट इज f वाज प्रिभियस मतलब सुरुको कन्डिसन इनिशियल कन्डिसनमा सो नाउ हामी के हेर्छौं कि नयाँ जुन फोर्स छ त्यो 2 गुना बढिहाल्छ नयाँ फोर्स ओल्ड फोर्स को पुरानो फोर्स को 2 गुना छ यसको मतलब यो भयो कन्क्लुजन यहाँ कन्क्लुजन लेख्नु पर्छ कन्क्लुजनमा के लेख्नु पर्छ कन्क्लुजनमा the force of gravitation if the mass of one body is double मतलब एउटाको मास यदि मात्र 2 गुना बढायो भने फोर्स पनि कति गुना बढ्छ 2 गुना मास लाई 2 गुना बढायो तो फोर्स पनि 2 गुना बढ्छ कन्क्लुजनमा if one mass is doubled then if one mass is doubled then force is also increased 2 times or double यदि मासलाई एउटा मासलाई मात्र बढायो भने फोर्स पनि डबल भइहाल्छ अब नेक्स्टमा आउनुस् चेन्ज इन मास फेरि त्यही क्वेशन तर केस 2 मा के छ कि बोथ बडीजलाई अब डबल गरेर बोथ बडी दुवै बडीलाई फिगरहरु पनि त्यही राख्न मिल्छ हैन फिगरहरु पनि त्यही राख्न मिल्छ बस इनिशियल कन्डिसन के थियो हाम्रो इनिशियल कन्डिसनमा थियो यही कुरा इनिशियली के छ इनिशियलीमा f1 इक्वल टु g टाइम्स m1 m2 बाइ d स्क्वायर यो भयो हाम्रो इनिशियल कन्डिसनको अब इनिशियल कन्डिसनमा हामीलाई के गर्नु छ यसलाई मान्दिनु फर्स्ट इक्वेसन अगेन फेरि अकॉर्डिंग टु सिचुएसन के भनेको छ कि इफ द मास अफ बोथ बडी मेज डबल अब दुवैको मास त न्यू m1 मतलब m1 पनि चेन्ज गर्नु छ र m2 पनि त न्यू m1 कति भइहाल्यो त 2 टाइम्स अफ m1 अनि न्यू m2 कति भयो 2 टाइम्स अफ
m2। अब यसको मतलब यदि मासमा चेन्ज आयो भले डिस्टेन्समा आएन, तर किपिङ डिस्टेन्स सेम त्यो डिस्टेन्समा चेन्ज आउँछ छैन। यदि मासमा चेन्ज आयो भने फोर्स पनि चेन्ज भइहाल्छ। त न्यू फोर्सलाई के मान, न्यू फोर्सलाई एफ डैश मानिदेऊ। नाउ त्यही भ्यालुहरु पुट गर। नाउ अब नयाँ फोर्स न्यू फोर्स या एफ डैश इक्वल टू कति भइहाल्छ, एफ डैश इक्वल टू तो जी को ठाउँमा जी रहन्छ। बस यो m1 को ठाउँमा कति हाल्ने त 2mn, अनि m2 को ठाउँमा कति हाल्ने 2m2 बाई डिस्टेंस, और f डैश 2 2 जा 4 2 2 जा 4 4 अगाडि गरिदिनुस्, g m1 m2 बाई डी स्क्वायर। अगेन अब हेर त यो कसको भ्यालु छ, f को, पुरानो फोर्स को। यसको ठाउँमा 4 को 4, यसको ठाउँमा कति हुन्छ 4 f। What is the conclusion here? If दुवै मासलाई डबल गरिन्छ भने 2 गुना बढायो भने तो फोर्स कति बढिहाल्छ त 4 गुना बढिहाल्छ। एउटा मासलाई 2 गुना गरेको थियो तो फोर्स डबल भएको थियो, दुवै मासलाई डबल गर्यो भने फोर्स 4 गुना बढ्छ। त कन्क्लुजनमा यही लेख्ने, if mass of both bodies is doubled, then if the mass of both bodies is doubled, then the force also increase 4 times। 4 times increase भएको छ भनेर हामीलाई लेख्नु पर्छ। त्यस्तै अगाडि सेकेन्ड केसमा भनेको छ अरूसम्म सेम गर्ने, सेम टू सेम गर्नुपर्छ, यहाँसम्म सेम गर्नुपर्छ। हेर अब के भनेको छ, अब हामीलाई भनेको छ कि चेन्ज इन डिस्टेंस। अब डिस्टेंस चेन्ज गर। केस 1, व्हाट चेंज अकर्स टू द ग्रेविटेशनल फोर्स इफ द डिस्टेंस बिट्विन द ऑब्जेक्ट इज मेड डबल कीपिङ द मास इज कन्स्टेंट। अब मासलाई के गर्नु छैन, मास जे थियो त्यही रहन्छ, डिस्टेंसलाई डबल गर्नु छ, डिस्टेंसलाई डबल गर्नु छ। तो यहाँ त इनिशियली यही रहन्छ फोर्सको फर्मुला अकॉर्डिंग टू सिचुएसन। सिचुएसनले के भनेको छ, कसलाई के गर्नु छ, तो मासमा चेन्ज ल्याउनु छैन, मासमा त्यही रहन्छ, बस डिस्टेंसमा चेन्ज आउँछ। तो केमा चेन्ज आउँछ, डिस्टेंसमा। त न्यू डिस्टेंस, न्यू डिस्टेंस इज डबल्ड। डिस्टेंस पहिलेको डिस्टेंस कति थियो, d। पहिलेको डिस्टेंस यदि d छ, अब डबल गरेपछि कति भइहाल्छ त 2d। पहिलेको डिस्टेंस थियो d, अबको डिस्टेंस 2d। त न्यू फोर्स कति भइहाल्यो भनेको f डैश सेम। अब फेरि भ्यालु राख त्यसमा, यसमा भ्यालु राख्नुस् ल। त f डैश नयाँ जुन फोर्स छ f डैश इक्वल टू g को ठाउँमा g हाल्ने, m1 को ठाउँमा m1 हाल्नुपर्छ, यो m2 नै छ, डिवाइड बाई डिस्टेंस। अब डिस्टेंस कति आएको थियो नि, डिस्टेंस 2d। तो यो 2d यहाँ d को स्क्वायर थियो भने यहाँ 2d को स्क्वायर हुन्छ, और f डैश इक्वल टू यो जो है g m1 m2 बाई 2 को स्क्वायर 4d स्क्वायर, और f डैश इक्वल टू अब मानौ न यहाँ माथि तो 1 होला, यो 1 र 4 जुन नंबर छ त्यसलाई अगाडि गरिदिनुस्, 1/4 माथिको 1 तलको 4, अनि यहाँ लेख g m1 रिमेनिङ टर्महरु d स्क्वायर। अगेन हेर्दा यो कसको भ्यालु छ, यो भ्यालु होला फेरि f को, और f डैश इक्वल टू 1/4 f। एंड व्हाट डज इट मीन, 4f छ कि 1/4। त यदि हेर्दा f इक्वल टू 4f हुन्थ्यो, f या f डैश इक्वल टू 4f हुन्थ्यो, यसको मतलब नयाँ फोर्स पुरानोको 4 गुना छ, 4 गुना बढेको छ, इन्क्रिज भएको छ। तर यहाँ के छ 1/4, डिवाइडमा 4 छ, इट मिन्स डिक्रिज भएको होला। हामीलाई यही लेख्नुपर्छ कन्क्लुजनमा कि फोर्स इज डिक्रिज्ड 4 टाइम्स। 4f रहन्थ्यो भने इन्क्रिज 4 टाइम्स, अब 1/4 छ भने डिक्रिज 4 टाइम्स। मतलब यदि कुनै पनि दुईवटा अब्जेक्टको बीचमा डिस्टेंसलाई डबल गरिदियो, डिस्टेंस बढाइदियो भने यसको मतलब के हुन सक्छ, फोर्सलाई
फोर्स भइहाल्छ 4 गुना कम, डिस्टेंस डबल भयो तो फोर्स 4 गुना कम भइहाल्छ। ल अब नेक्स्ट, अब के भन्दा छ केसले, अब केस के छ कि between the objects and the distance between the object half is made half। अब डिस्टेंस पहले जति थियो माने 5 मिटर, अब उसको आधा कर 2.5 मिटर कर दो। पहले 10 मिटर थियो, अब डिस्टेंस 5 मिटर, तो पहले को डिस्टेंस यदि d छ तो डिस्टेंस लाई आधा कर, आधा को मतलब यो नयाँ डिस्टेंस को मतलब d को आधा भइहाल्यो। अब न्यू फोर्स F1 रहन्छ, खाली भ्यालु पुट गर, सब कुरा सेम छ, बस डिस्टेंस d थियो, अब भइहाल्छ d/2 को स्क्वायर, और F डैश इक्वल टू g m1 m2 बाई अब d को स्क्वायर d स्क्वायर तलमा 2 को स्क्वायर 4। अब यो 4 कहाँ गइहाल्छ माथिमा मल्टिप्लाई, और यो भयो f, यो 4 लाई माथिमा मल्टिप्लाई गर्छ तो 4 इन्टु g m1 m2 बाई d स्क्वायर। फेरि भन यो कसको भ्यालु छ f को, तो f डैश इक्वल टू 4 टाइम्स अफ f। अब यहाँ के भएको छ इंक्रीज कि डिक्रीज, तो यो ठ्याक्कै 4f छ, यसको मतलब फोर्स इज, कन्क्लुजनमा लेख्ने यो फोर्स इज इंक्रीज 4 टाइम्स, ल इंक्रीज 4 टाइम्स। यतिसम्म क्लियर होला मलाई विश्वास छ। अब एउटा क्वेशन छ, ट्राई योरसेल्फ, what change occurs to the gravitational force if one mass is made half। एउटा ऑब्जेक्ट लाई आधा कर देऊ, another mass is increased by 3 times, another mass अर्को मास लाई 3 गुना बढ़ाई देऊ m2 लाई मान, र डिस्टेंस लाई 4 गुना डिक्रीज कर देऊ। यो एज अ होमवर्क छ, ट्राई गर्नु होला। र यसलाई अब भोलि पनि यहीबाट हामी कन्टिन्यू गर्छौं, यो यही क्वेशनबाट अगाडितिर। अब न्यूमेरिकल पार्ट्सहरु छ जे अगाडिको पार्टमा ल। थ्यांक यू एभ्रीवन।